Hello guys, hello. Binu sir, I'm kind of We are going to Sharse. Share Today we are going to Sharse for the for measuring the project. the project. The last time डाँडामा आइयो सर Well, यो टोडा चाहिँ यतातिर छ यस्तो भिर मन्दिर छ बाटो चाहिँ बिजोग बिजोग यहाँ आउनलाई हामी आधा चाहिँ बाइकमा आयौँ होला आधा चाहिँ ढका लिएर आयौँ एकदम जस हाम्रो विनोद सर चाहिँ खतरा चलाउनु भयो राइडर केटो नै हो विनोद सर बाइक लगाइरहनु भएको दुईजनालाई तानेन म हिँड्न थालिरहेको स्याहार चाहिँ जानु लाग्यो विनोद सर र म बाटो चाहिँ खतमै छ बाइकमा आएको दुईजना बाइकले तानेन विनोद सरले अगाडि जाँदै हुनुहुन्छ म चाहिँ अब हिँडि नै रहेको छु यहाँबाट त पुरै लगभग सुकुइरो लगाइरहेको लगभग अझै बाइक 1 घन्टा जति हिँडिसक्यौँ अर्को आधा घन्टा जति लाग्छ सस्छ खै विनोद सर नै धेरै अगाडि जानुभयो जस्तो यार यस्तो बाटो छ लगभग एक झरी पानी पऱ्यो भने बाटो त पुरै बगा तल तलदेखि हामी चाहिँ माथि 2 लाखको आयोजना छ अरे अनुगमन गरेर जान लागिरहेको छौँ यस्तो बस्यो यार बाटो विनोद सर कहाँ गएछ यार अटो नै आइरहेको रहेछ ल छ सर मैले त रेनकोट बोक्नुपर्छ मैले त्यो माथि प्लास्टिक नै बोकेको छु पानीको भरै छैन नि त अहिले असारमा हिँडेको लगभग अब हाम्रो आयोजना आउनु थाल्यो भने त नपर्ला नि ठाउँमा त सुकुइरो छ जस्तै हो क्या यता मास्तिर सात सय 34 भन्छ 735 राख्नु न 735 रुपियाँ प्लस भ्याट पानी पो पर्न थाल्यो त यार सर रेनकोट ल्याएको काम लाग्छ हामी चाहिँ अब स्यार्सेबाट अनुगमन गरेर फर्किरहेको छौँ पानी डेन्जर परिरहेको छ सर हाम्रो हजुर सर हजुर हजुर हामी यहाँ रेनकोट ओढेर हिँडिरहेको छौँ प्राविधिकको जिन्दगी पनि गाह्रो त सर असारमा हिँड्नुपर्छ यार यसरी भिजेर हेर्नु बाटो यस्तो छ अब लगभग हामी हिँडेको 20 मिनट जति भइसक्यो 20 मिनटमा नै हामीले कहीँ घर भेटेको छैनौँ ओत लाग्नको लागि सर बिस्तारै बिस्तारै लड्ला बाइक सर हाम्रो विनोद सर र म यहाँ छौँ हामी चाहिँ स्याहार्छेको एउटा खानेपानीको योजना थियो त्यो अनुगमन गरेर फर्किँदैछौँ तर बिचमा पानी पऱ्यो यसो कहीँ केही भेट्यो भने ओत लागौँ भनेर बसेको के भेटेकै छैन हे भगवान् बाटोमा फेरि पहिरो सहिरो पनि झरिरहेको छ बाइक चिप्लै छ
गाह्रो छ हजुर, गाह्रो छ, प्राविधिकको जिन्दगी गाह्रो छ, धेरै गाह्रो छ। बाइक अगाडि बिच्यो गाइस, ठुलो पानी परिरहेको छ, चट्याङ हानिरहेको छ, मलाई त लस्टी डर लागिरहेको। हामी चाहिँ बल्ल तल्ल यता पर्दाको ठाउँमा आइपुग्यौँ, ओत लागिरहेको छ। चट्याङ हानिरहेको छ, बाटो आउँदाखेरि नै पुरै बगाइरहेको थियो, अहिले त बाटो नै छैन होला, कसरी घर फर्किनु भइरहेको पुरा पानी रहे पनि हुन्थ्यो। 4 बज्न थालिसक्यो, अब यस्तो पानी परिरह आधा घन्टा 45 मिनट भइसक्यो, यो पानी अझै 1-1.5 घन्टा चलाएको जस्तो। अघि 1.5-2 घन्टा पानी परेको थियो, अब बाटो ब्लक छ। बिना सर बाटो बनाउँदै हुनुहुन्छ बाइकको लागि, बाइक लिएर हामी आएको थियौँ। अगाडि मैले बाटो छेकेको थिएँ, त्यहाँ माथिबाट ढुङ्गाहरू सब सफा गरेँ। अब चाहिँ हाम्रो सर ढुङ्गा छेउछेउबाट लाने, त्यो ठुलो ढुङ्गाभन्दा छेउछेउमा चाहिँ हटाउनु पर्ला जस्तो। यो माथिबाट पुरै झरेछ क्या यार, यत्रो ठुलो ढुङ्गा त कसरी हटाउने यार। त्यो ठुलो ढुङ्गाको छेउबाट बनाउनु पर्छ सर। म पनि गएँ अब त्यहाँ श्रमदान गरेर ढुङ्गा हटाउनलाई। बाइक बाटो बनाइसक्यो हामीले, अलिअलि यताबाट ल्याउनु ल घुमाएर, अलि यताबाट घुमाएर ल्याउनु, अनि भत्ता नतार्नु फेरि तल छोइएला। यत्रो ठुलो ढुङ्गा है, हामीले अलिकति साइडबाट बाटोहरूलाई ल्याएछौँ चलाउँछु कि भनेर। त्यहीँबाट रेस्ट लिएन क्या, बिस्तारै टायर मोडेन, अगाडि ढुङ्गा छ भएन, अगाडिमा ढुङ्गा हटाइदिउँ। स्याडसेबाट फर्किँदाखेरि यस्तो भयो, पानी परेछ, अझै तल कतिको ठाउँमा यसरी नै अड्किरह होला। आउनु सर आउनु, बिस्तारै, ब्रेक नहाल्नु फेरि झ्वात्तै चिप्लेला, बिस्तारै बिस्तारै आउनु। खुट्टा टेक्नु है, खुट्टा टेक्नु है, खुट्टा चाहिँ दुवैतिर टेकिरहनु है। हामीले चाहिँ यहाँ पहिरोमा बाटो अलिअलि माटो फालेर, सर नगर्दाखेरि बाटो समाएर अलिअलि बाटो बनायौँ, त्यहाँसम्म बाइक पुऱ्यायौँ। अब हामीलाई उहाँसम्म पुऱ्याउनु छ। सर बिस्तारै उसमा लैजाउँ ल, ढकाली लैजाउँ ल। गाइजहरू हामीले त्यहाँ बाटो छुट्याएको थियो, बाटो बनाउँदै 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 बाइकलाई त्यहाँ माथिबाट ल्याएर अहिले हामी यहाँ छौँ। हामी दुईजनाले चाहिँ त्यो माथिको पछाडिको जुन भिड देख्नु भयो, बाटो पन्छाएर लगभग 15-20 मिनट भयो सर, 15-20 मिनट पन्छाएर बाइकलाई एकदम नचढाइकन एकदम समाएर एकदम न्युट्रल गियर गरेर दुवैतिर समाएर यो साइड ल्याइसक्यौँ। हामीले चाहिँ अन्धकार हुन्छ भने अहिले छिटो गरेका छौँ। अब हामी लाग्नुपर्छ र फेरि अब तल पनि यसरी 2-3 ठाउँ भयो यसरी पन्छाएको, तल पनि छ होला अझै 1-2 ठाउँ, चाँडो पन्छाउनु छ। पर्नुभन्दा अगाडि हामी जसरी पनि तल हाइवेमा निक्लिने हाम्रो टार्गेट छ। अब हेरौँ के हुन्छ। पानीले पनि साथ दिइरहेको छैन, पानी पनि छिटाइरहेको छ, चट्याङ चाहिँ अहिले अलिक कम परिरहेको छ। तल हेटौँडामा पनि पानी परि नै रहेको छ र यहाँबाट टाढा खोला चाहिँ देखिन्छ, खोला पनि धमिलो छ यार। ल हामी अब तल लागौँ है सर, बेलामै लाग्नुपर्छ, बेलामा पुग्नुपर्छ ल। ल हामी अहिले अगाडि आइपुगेको छौँ, लगभग नै पहिरो खसेको ठाउँबाट बाइकमा 10-15 मिनट हिँडिसक्यौँ। अहिले चाहिँ बाटो अलि यता ठिकै छ, तर आउँदाखेरि अलिकति अप्ठ्यारो। अहिले 2-3 घन्टा पानी पर्दाखेरि चाहिँ अलिक बगायो कि भन्ने डर छ। लगभग माथिबाट 2-3 ठाउँमा पहिरो पन्छाउँदै हातलाई ठुल्ठुलो ढुङ्गाहरू हटाउँदै यहाँसम्म चाहिँ आइसकेको छौँ। यहाँबाट लगभग अब सान्टा धेरै टाढा त छैन, लगभग हामीले ठाउँमा टर्निङहरूमा चाहिँ स्ल्याबहरू पनि भेट्न थालेको छौँ। अब अगाडि चाहिँ के कस्तो छ हेरौँ। असारको प्राविधिक हुनु पनि गाह्रो छ नि सर, गाह्रो छ हामीलाई असारको प्राविधिक हुनु साह्रै गाह्रो छ। अझै लडेला के गरेको लाउन नि सर, झन्डै लडेको। बिस्तारै ब्रेक नहाने, पटाएर सर हाइट बाटो चिप्लो माटो पुरै पानीले भर्या, कहाँ कति हो अन्दाज गरे नसकिने क्या।
बिस्तारै सर बिस्तारै यो पानीमा टाढो लाएर काम गर्छ बिस्तारै बिस्तारै बरु खुट्टा टेकी के हुँदैन जुत्ता भिजेर के हुँदैन ल कट्यो बाटोको अवस्था बिजोग छ यार यहाँ त पुरै नै भएको छ यहाँ त्यो साइड त ला अगाडि पहिरो जस्तो छ यार छेउपट्टि राखेको हो ला यार बाटो ब्लक छ जस्तो ल म कटाउँछु पठाउनुहुन्छ म ओर्लिन्छु आउनु सर आउनु अरे यताबाट हुँदै आउनु खुट्टा टेक्दै आउनु न यत्रो यहाँ भाँसेछ नि त बिस्तारै 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 आउनु बिस्तारै बिस्तारै अब कत्रो ढुङ्गा झऱ्यो यार यस्तरी हिँड्दाखेरि झऱ्यो भने त त्यो असारको बेलामा यस्तो नयाँ ट्र्याकमा त हिँड्नै हुँदैन यार ओहो यहाँ नि बिचोक रहेछ पानी परेर भ्यू चाहिँ राम्रो भए हामीलाई पर्न पनि त्यहाँ तल हो सेन्टर त्यहाँ खोला पनि देखियो खोला पुरै ठुलो बढ्यो अहिले यो नयाँ ट्र्याक खनेको यहाँबाट जानुपर्ने चाहिँ बाटोहरू त्यस्तरी लगभग यो त लगभग कुलो जत्रो भयो यार कुलो भयो हेरौँ नि यो त्यहाँबाट माटो भाँसेको दुईजना बाटो पुरै भाँस्या रहेछ र हिँड्न सक्दैन भनेर अगाडि मोर्ने बाटो त्यहाँ अगाडि पनि ब्लक रहेछ बिनो सर लगिदिया फाइट यार बाटो यस्तो भाँस्या अब हामीलाई कति छ अरे अब 1-2 किलोमिटर पार गर्न पाएँ त्यसपछि त स्ल्याब आउँछ होला है 1800 मिटर जति त्यसपछि हामी कति पारी जान्छौँ त्यो छ यो त सबै तलसम्म बिग्रिया जस्तो सिङ्गल जानु सर म पछि हिँड्दै आउँछु बिस्तारै खुट्टा टेक्दै जानु ल स्पिड नबढाइ किन होइन नि सर एकतिर ढकाउँदै लानु के अलि बिस्तारैमा यस्तो चुडिएला जस्तो छ यो बाटो नै हिँडे मात्रै भयो यार दुईजना बाइकमा हिँड्नै सकिन्न लौ न कत्रो पहिरो जान सकिँदैन जस्तो यार बाइक छोडेर जाउँ यत्रो बाटो ब्लक छ यार सकिन्न रिस्की हुन्छ सर यत्रो पहिरो आएको छ अब यहाँ बाटो नै पुरै ब्लक भयो यो कसरी लाने हो हेरौँ यसो ट्र्याक बनाएर लान सक्दैन ट्र्याक बनाएर लैजाउँ माथि नै जान्छ जाँदैन सर चिप्लिन्छ ट्र्याक बनाऊँ न त हजुर अनि जान्छ स्योर हो नि रिस्क नलिई बिस्तारै जाने है त बिस्तारै लानु है हजुर राइडिङ भन्दा पनि ज्यान भन्दा ठुलो त बाइक होइन एकदम बिस्तारै यतापट्टि झल्काउँदै मात्रै जानु झल्काउँदै जानु ल त भाँच्चै नलानु त्यो चिप्लिन्छ कि फेरि आमामा सरी बाटो तलसम्म यस्तो छ त यत्रो पहिरो पनि पन्सेर आयो यार बाइकमा अझै तल पनि मैले त हजुर जाँदै गरौँ म आउँछु यसकै ठ्याक्क बगेकोवाला तल फेरि यहाँ अर्को एउटा पहिरो बाटो नै चुटिया लगभग यति चाहिँ हामीले बल्ल तल्ल पार गऱ्यौँ
बिस्तारै सर अलिक कुनातिरबाटै पाउनु चिप्ल्यो अलिक ढल्काएर लानु है ढुङ्गाले हान्छ कि फेरि बिस्तारै पाउनु म ढकाल्छु पहन चिप्लिन्छ है ट्र्याक बनाउनु तपाईँ त्यहीँ बस्नु म बनाउँछु बाटो सरसफाइको कार्यक्रम भइरहेछ र चाहिँ हाम्रो साधन चाहिँ यहाँ अड्केर बस्यो र हामीलाई चाहिँ अहिले चाहिँ यो चाहिँ अन्तिम चुनौती जस्तो लागिरहेछ यो कटेपछि सायद हामी पर्छौँ होला ल धेरै धेरै धन्यवाद हजुर चढ्छ सर त्यति भएपछि हुन्छ ल हो ल अघिल्लो त्यो उतापट्टिको ढिसलाई पनि हो ल त्यो खोबिल्टोलाई होइन उतापट्टि ढिस अग्लो ठाउँ हो बाहिरबाट पसिना के अरे भित्रबाट पसिना बाहिरबाट चाहिँ असिना गाह्रो छ जिन्दगी यस्तै हो छोरो मान्छेको जिन्दगी त्यही माथि सिभिल इन्जिनियर बन्न त्यति सजिलो चाहिँ छैन है त गाह्रो छ जिन्दगी यस्तो पानीमा नजाउँ भने के गर्ने जिन्दगानीमा गाइस तल यस्तो खोबिल्डो छ यसरी हामी यो कटेर आयौँ अब हाम्रो ल सर ल अब हुन्छ ल ओके ल मनिष सरले दुःख पाउनुभयो के गर्नु मनिष सर अब हाकिम हुनु पनि सजिलो छैन हेर्नुहोस् गाह्रो छ ल हात धुनुहोस् हजुर एउटा पहिरो यहाँ देखियो आमा सर यो कसरी पन्छाउने होइन यो पन्छाउनु पर्दैन सर यो त जान्छ सर पाउनु सर पाउनु म लिन्छु यो यसलाई केही गर्नु पर्दैन अब यही नै लास्ट होला यार सर बिस्तारै स्पिडमा होइन है यो नै अब हाम्रो अन्तिम जस्तो लाग्यो मलाई अब यहाँबाट अब हामीले लगभग भ्याम जस्तो आयो पानी आइरहेको र मलाई पानी पनि पसिना आइरहेको गर्मी चाहिँ धेरै भयो सर आज हामी दुई प्राविधिक दुई दाजुभाइ असारको प्राविधिक हुन साह्रै गाह्रो छ यार सर यार है अरूले हेर्दा कुर्सीमा बसेर मजा छ आनन्द छ भन्छ तर अरू बेला त ठिकै पनि हो तर असारको बेला पानीमा चाहिँ अब गाह्रो छ लगभग अब यही अन्तिम हो जस्तो लाग्छ हामीलाई यो बाटो पहिला पनि हिँड्यो होइन त अब अगाडि स्ल्याब छ अब हामी लगभग हाइवे 10 मिनट हाइवे भेट्छ मलाई ल बसौँ है म त लक्ष्य थके लागिसकेर आज बाहिर मासु भात खानुपर्छ ल जाउँ हामी त बाटो छैन दुईजनाले बोक्दै ल्यायो बाइक उचालेर लानुपर्छ लान्छ तपाईँले ए हो ए चिले सुरज ल बिस्तारै जानु आहा बाटो सकियो यार अब त चिसो हावा आयो बाइकको कुलायो यहाँबाट त लगभग अब पुरै पिछा मजा आयो असारको प्राविधिक असारको प्राविधिक सजिलो छ
हजुर ड्रेस बनाउन हजुर भौतिक पूर्वाधार विकास शाखा मेरै गाउँपालिका रुबक्साले फोन गर्नुभयो अब त यो पुल कटेपछि त हाइवे आयो है हाइवे सन्टार पुल कालो पत्रे अब यहाँबाट